जब मन बलियो हुन्छ, परिस्थिति अवसर बन्छ, किनकि मनले प्रतिक्रिया दिन छोड्छ र निर्देशित गर्न थाल्छ। शक्ति बाह्य संसारबाट तपाईँको आन्तरिक संसारमा सर्छ। परिस्थिति तटस्थ हुन्छ, तपाईँको मनले यसलाई अर्थ दिन्छ। जब मन बलियो हुन्छ, जीवन तपाईँसँग हुन बन्द हुन्छ र तपाईँ मार्फत हुन थाल्छ। बलियो मनले मसँग यो किन भइरहेको छ भनेर सोध्दैन, यसले म यसबाट के गर्न सक्छु भनेर सोध्छ। दिमाग बलियो हुँदा वास्तवमा तपाईँको धारणामा परिवर्तन हुन सक्छ। कमजोर दिमागले अवरोध देख्छ, बलियो दिमागले जानकारी देख्छ। एउटै घटना फरक महसुस हुन्छ किनकि तपाईँले यसलाई फरक तरिकाले व्याख्या गर्नुहुन्छ। त्यस्तै भावनात्मक स्थिरतामा पनि परिवर्तन आउँछ। जब भावनाहरूले तपाईँको सोचलाई अपहरण गर्दैनन्, तपाईँ आतंकको सट्टा स्पष्टका साथ प्रतिक्रिया दिन सक्नुहुन्छ। यो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईको हितैषीलाई सेयर गर्नुहोला।